लोन रिकभरी सँगै बढ्यो बैंकहरूको लाभांश क्षमता। एभरेस्ट बैंक सबैभन्दा अघि। 20 वाणिज्य बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 को अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंक लाभांश वितरण गर्न सक्ने अवस्थामा छन्। एनआरबी बैंकको लाभांश क्षमता सबैभन्दा बढी 32.90% रहेको छ। त्यसपछि सिद्धार्थ बैंकको 28.44%, एभरेस्ट बैंकको 26.04%, नबिल बैंकको 22.99% र ग्लोबल आइएमई बैंकको 22.3% रहेको छ। त्यस्तै नेपाल बैंकको 15.48%, नेपाल एसबीआई बैंकको 11.08%, कृषि विकास बैंकको 6.48%, माछा पुच्छ्रे बैंकको 6.08% र एनआईसी एसिया बैंकको 5.85% लाभांश देखिएको छ। प्रभु, एनएमबी, सिटिजन्स र कुमारी बैंकको क्षमता भने तुलनात्मक रूपमा कम छ। समग्रमा बैंकहरूको नाफा अघिल्लो वर्षको तुलनामा बढे पनि वितरणयोग्य नाफा कमजोर भएकाले नाफा बढेको अनुपातमा लाभांश क्षमता बढ्न सकेको छैन। केही बैंकको लाभांश क्षमता शून्य समेत रहेको छ।